चाहिँ पुरा चयाको छ अनि चयाको अनि यो भित्र चाहिँ प्लास्टिक छ। वेलकम ब्याक टु आवर युट्युब च्यानल। सो सबैजना सम्झाउनु हुन्छ होला, मैले अलरेडी सन्चै छु। आज चाहिँ दिन खुल्ला गरेको छ क्या। हिजो अस्ति त होली थियो, होलीको दिन हल्का घाम लाग्यो अनि हिजो नि पुरा धुम्म थियो अनि आज चाहिँ खुल्ला भइरहेछ। यस्तो यहाँतिरको नजारा यस्तो टाइपको छ, खुल्ला छ। आज सबैले मजाले काम गर्नु पाउँछ, सबैलाई के भन्नु आज त जुस जाँगर चल्छ होला। आज चाहिँ सबैले काम गर्नु। आज भ्लग भिडियो हेर्दै जाउँ कस्तो हुन्छ। मेरो चाहिँ कलेज 10-12 दिनको लागि बिदा भयो क्या। अब एससी छ अनि त्यसको एससीको तयारीको लागि, अब एससी इक्जामको लागि हाम्रो चाहिँ स्कुल छुट्टी भएको छ अनि घरतिर हुन्छु। अब चाहिँ भ्लग बनाउनु मजाले पाउँछु कि म। अब कलेज जानु परेन अनि घरको कामहरू यताउता अनि अहिले चाहिँ कलेज जानु नपरेपछि घरतिरको बसेर भ्लगहरू चाहिँ बनाउनु मजाले पाउँछु मैले। यसो भ्लग हेर्दै राख्नु होला, एकदम दामी खतरा हुनेछ। वासिङ मेसिनमा कपडा धुनु लागेको, मेरो आफ्नै त होइन नि, मासतिर भाउजूहरूको छिमेकीमा। आवाज नहीं आने रही साबुन चाहिँ यसको यति भयो चल्दैन त। बाहिरको नजारा त्यस्तो छ पुरा। म चाहिँ रुम सफा हान्दैछु तरिकाले। खतरा धुलो त राम्रो थुप्पाए तै पस्नु ल्यायो नि यहाँ धुलो भएको। हाम्रो रुम चाहिँ यो टाइपको छ गाइस, यस्तै छ। मेरो रुम चाहिँ रेडी भइसक्यो, लाएर बाहिर चाहिँ यस्तो छ है रुमभन्दा बाहिर चाहिँ राम्रो देखिन्छ। म चाहिँ अझम काम गर्दैछु, म चाहिँ यसको खुट्टा काटिदिनु पर्ने अनि यहाँ चाहिँ सक्यो 4-4वटा कैँची, एउटाले काट्दैन 4-4वटा 4-4वटा कैँची अब काटिदिनु पर्ने। यसको खुट्टा काटिसकेपछि काटिसक्नु पर्ने रे। होलीदेखि पनि ननै रहेछ, होलीदेखि पनि नकै छैन र अझै रातै भइहाल्ला मेरो त पनि ननै रहेछ। यसको कपाल कुन टाइपको काटिन्छ, काटिसकेपछि हेरौँ टक्क लाएर। 4टा मैले कमाल 5 मिनटमै काटिदिएछु कपाल त मैले चट्टा लाएर। ल गाइस निक्कु देख्न सक्नुहुन्छ।
गोवाबाट बनेको निकुल क्याप हो दामी छ अर्ग्यानिक क्याप हो नि फेरि दामी छ यो चाहिँ पुरानो के हाम्रो बाजे पालामा बाजेले बुझ्नु भएको यो चाहिँ पुरा चयाएको छ किनभने चयाएको अनि यो त्यो चाहिँ प्लास्टिक छ किनकि यहाँबाट पानी नछिरोस् भनेर बनाएको हो त्यो ट्याक लागेको भन्नु एकदम दामी छ धेरै मिहिनेत सहित बनाएको छ यो चाहिँ नि लास्ट 10वटा निकालेको के 10 छ एकदम दामी छ तपाईँलाई हेर्छ दामी देख्छ होला म चाहिँ अहिले चाहिँ अब यस्तो वस्तुहरूलाई घाँस पानी खुवाउनु पऱ्यो भने चाहिँ सुरु जाँदैछु भाइ चाहिँ मलाई चाहिँ गाई उसले बोलाइरहेछ अब सुन्नु सक्नुहुन्छ सुन्नु अब यस्तो चराउनु लागिन्छ चराइन्छ अनि अब भिडियो कस्तो हुन्छ हेर्दै जाउँ एकदम रमाइलो गर्नेवालामा छु हेर्नु होला ओइ मेरो साथीहरू कोही आएको छैन घुटलो जाँदा लाएको माया के तलो जाँदा भुलेछ निष्ठुरी मायालु बाटो त टाढा थिएन तर मन धेरै टाढा भएछ घुटलो जाँदा लाएको माया के तलो जाँदा भुलेछ निष्ठुरी मायालु बाटो त टाढा थिएन तर मन धेरै टाढा भएछ भिडियो यति नै थियो सुरज माई फुल भिडियो बाई बाई लभ यु टेक केयर माई भ्युअर्स एन्ड सब्सक्राइबर जे भन्नु मन लागेछ कमेन्टमा भनिदिनु होला